नमस्कार हजुर सबैमा हाम्रो टिकटक पेज फेसबुक अनि इन्स्टाग्राम हेर्नुहुने सम्पूर्णमा आज हामीसँग भएका सबै गाडीहरू देखाउनलाई म आइसकेको छु। मलाई पूर्ण रूपमा आशा छ तपाईले यो मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु हुने छ। 2023 मा हैन 2022 मा बनेको टाटा नेक्सन एल्युएक्स ईभी यसको एकचोटीको फुल चार्जमा 350 रेन्ज कम्पनीले भने पनि 30.2 किलोवाट को ब्याट्री र 79 किलोवाट को मोटर भएको हुँदा एकचोटीको फुल चार्जमा काठमाडौँ जस्तो सिटीमा 250 मात्र रेन्ज दिन्छ। घरकै चार्जरमा 4 घण्टामा फुल चार्ज हुने भने बाहिरको फास्ट चार्जरमा जम्मा 55 मिनेटमा फुल चार्ज हुने। सिटी ड्राइभको लागि अति नै उपयुक्त। 209 mm ग्राउन्ड क्लियरेन्स, सनरुफ, दुईटा एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो, एसी देखि सम्पूर्ण कुराले लोडेड। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 31 लाख। सुन्नुभयो, 31 लाखमा यति मजाको एसयुभी, त्यसमा पनि ईभी। 2023 मा बनेको सेरेस E3 सेरेस किन्ने साथीहरुको लागि एकदमै गुड अपर्चुनिटी, किनभने जस्तो नयाँ सोरुममा छ त्यस्तै नै अवस्थामा 8वटा एयरब्याग्स, पानोरामिक सनरुफ, पुश स्टार्ट, 19 इन्चको अल व्हील, 200 mm ग्राउन्ड क्लियरेन्स देखि एकचोटीको फुल चार्जमा 400 रेन्ज मजाले दिने, किनभने 52.7 किलोवाट को ब्याट्री, 79 किलोवाट को मोटर। गाडी पनि कम्प्लिटली कम्प्याक्ट एसयुभी क्रसओभर सेरेस सुनिसक्नु भएको छ। त्यसमा पनि सबभन्दा टप E3। अब तपाईले पाउँनुहुन्छ मात्र मूल्य चाहिँ 37 लाख। 37 लाख रुपैयाँमा सोरुममा भन्दा 20 लाख सस्तो 2 वर्ष पुरानो गाडी पाएपछि मलाई लाग्छ तपाईको ईभी छान्ने रहर योबाट पक्कै पनि पुरा हुनेछ। अब अर्को छ हामीसँग पेट्रोलमा 1086 सीसी 2019 मा बनेको Hyundai Santro स्पोर्ट्स, जसमा एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो, एसी देखि सबै कुराले लोडेड। आजसम्म 39,000 किलोमिटर मात्र रन। अब तपाईले पाउँनुहुन्छ मात्र मूल्य चाहिँ 22 लाख। त्यसमा पनि केही डिस्काउन्ट तपाईसँग भएको गाडी त हामीले कुनै पनि गाडीसँग सट्टापट्टा गर्न सक्नुहुने अफर यहाँको लागि छँदै नै छ। 2020 मा बनेको सिटी स्पिड जियाङ ईभी कार एकचोटीको फुल चार्जमा 120 रेन्ज दिने, 4वटा चक्कामा अल व्हील विथ डिस्क ब्रेक, 17,000 किलोमिटर मात्र रन। सिटी ड्राइभको लागि अति नै उपयुक्त एउटा फ्यामिली कार, किनभने यसमा 4 जना मान्छे मजाले यात्रा गर्न सकिनेछ। घरको चार्जरमा मात्रै चार्ज हुने यसमा भने तपाईको पावर विन्डो, पावर स्टियरिङ, एसी देखि सबै कुराले लोडेड। अब तपाईले पाउँनुहुन्छ मात्र मूल्य चाहिँ 11 लाख। सोरुममा 19 लाख रुपैयाँ यो पर्ने गाडी अब तपाईले पाउनुहुन्छ मात्र 11 लाखमा। हेर्नुस् त कति मजाको। अब हेर्नुस् एकदमै बबाल ट्रक जिप 2021 मा बनेको फोटोन टुनाल्ड ई 4 व्हील ड्राइभ, अल व्हील, एयरब्याग देखि सबै कुराले लोडेड। अब तपाईले पाउँनुहुन्छ मात्र मूल्य आज सोरुममा 50 लाख, 60 लाख, 70 लाख भन्दा बढी पर्ने यो गाडी अब त्यसकै आधी मूल्य यानी कि जम्मा 30 लाखमा यति मजाको एउटा कम्प्लिट ट्रक पिकअप, त्यो पनि 2800 सीसी को डिजेल इन्जिन, पर लिटर माइलेज भने 15-16 दिने, गुडेको किलोमिटर जम्मा 50,000। अब अर्को गाडी छ हामीसँग यहाँ एकदमै क्युटमा क्युट, सानोमा सानो 2012 मा बनेको ए स्टार ZXi। अब तपाईले पाउँनुहुन्छ मात्र मूल्य चाहिँ 13,50,000। 998 सीसी को पेट्रोल इन्जिन, सिंगल युजर, कहीँ कतै नकोरिएको, एक्सिडेन्ट प्रुफ फ्री विथ 100% ग्यारेन्टी भने अब यसको मूल्य थाहा पाइसक्नुभयो। त्यसमा फाइनान्स हुँदैन, तपाईसँग भएको गाडीसँग सट्टापट्टा चाहिँ गर्न सक्नुहुने नै। 2021 मा बनेको निसान म्याग्नाइट XV प्रिमियम टर्बो, जसमा 1000 सीसी को टर्बो इन्जिन, अल व्हील, एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो देखि सम्पूर्ण कुराले लोडेड। अब तपाईले पाउँनुहुन्छ मात्र मूल्य चाहिँ 27 लाख। 27 लाखमा यति मजाको, त्यो पनि सिंगल युजर गाडी पाएपछि मलाई लाग्छ तपाईको रोजाइमा अरु पर्ने कुरै छैन। अर्को गाडी छ हामीसँग फेरि पनि 2019 मोडल खै सेन्ट्रो मरून कलरमा, यो पनि स्पोर्ट्समा। यसको 1086 सीसी को पेट्रोल इन्जिन, सिंगल युजर, कहीँ कतै नकोरिएको, एक्सिडेन्ट प्रुफ फ्री विथ 100% ग्यारेन्टी पनि अब तपाईले पाउँनुहुन्छ मात्र मूल्य चाहिँ 21,50,000। 2020 मा बनेको कियाको सेल्टस, त्यसमा पनि आजको बजार रेट 75 लाख रुपैयाँ भन्दा बढी पर्ने यो गाडी STX DSL, जसमा बोसको म्युजिक सिस्टम, टच स्क्रिन, अटोमेटिक मोबाइल चार्जर, सनरुफ, अगाडिको सिट भेन्टिलेटेड भने 18 इन्चको अल व्हील,
1500 सीसी टर्बो डिजल इन्जिन भए तापनि 5 लिटर 15 भन्दा बढी माइलेज आरामसँग दिने सिंगल युजर 38,000 ओडोमिटर मात्र रन। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 46 लाख। सुनिसक्नु भएको छ, त्यसमा पनि केही घट्न मिल्ने तपाईसँग भएको कुनै पनि गाडीसँग सट्टा पट्टा त छँदै नै छ। अब अर्को हामीसँग छ निसानको म्याग्नाइट 2022 मा बनेको एक्सपी। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 27 लाख। सिंगल ओनरशिप, एक्सन प्रुफ पावर फ्री विथ 100% ग्यारेन्टी, 1000 सीसी को नन टर्बो पेट्रोल इन्जिन, दुईटा एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो, टच स्क्रिन विथ ब्याक क्यामेरा, आफ्टर मार्केट बकेट फिटिङ सिट, एकदमै नयाँ जस्तै अवस्थाको यो कार अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ सुनिसक्नु भएको छ जम्मा 27 लाखमा। सुन्नु भएको छ 2022 मोडल। 2018 मा बनेको जापानिज कम्पनी होन्डा, त्यसका पनि विभिन्न उत्पादनमध्ये WRV 1500 सीसी टर्बो डिजल इन्जिन, 5 लिटर राम्रै माइलेज दिने, पुश स्टार्ट, माथि सनरुफ, एयरब्याग्स, अलोवेल देखि सबै कुराले लोडेड। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 32 लाख। त्यसमा पनि केही पैसा घट्न मिल्ने गाडी, कम्प्लिट एसयुभी कम्प्याक्ट क्रसओभर, एक्सन प्रुफ पावर फ्री विथ 100% ग्यारेन्टी। अब अर्को गाडी छ जो चाहिँ 2016 मोडलको फोर्ड को फिगो 1200 सीसी पेट्रोल इन्जिन, दुईटा एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो अनि एसी पनि। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 13,50,000। 16 मा बनेको गाडी 13,50,000। अब यति सस्तोमा यति राम्रो गाडी पाएपछि मलाई लाग्छ अरु कुरै छैन। अर्को गाडी छ हामीसँग 2016 मा बनेको टाटा सफारी एलेक्स जुन 2200 सीसी को डिजल इन्जिन, 7 सिटर, अलोविल, एयरब्याग्स त यसमा छैन, अलोविल छ, पावर स्टियरिङ, पावर विन्डो, एसी ले लोडेड। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 18 लाखमा। बुझ्नुभयो? 18 लाखमा यति मजाको पर्फेक्ट एउटा फ्यामिली प्योर एसयुभी जुन 7 सिटर। 2023 मा बनेको टाटा टियागो सबभन्दा टप वाला यानी कि पुश स्टार्ट वाला। यसमा पुश स्टार्ट, टच स्क्रिन विथ ब्याक क्यामेरा, दुईटा एयरब्याग्स देखि अन्य फिचर चाहिँ लोडेड। इभी भन्ने बित्तिकै एकचोटिको फुल चार्जमा 250 मजाले दिने, 26 किलोवाट को ब्याट्री, 49 किलोवाट को मोटर, एकचोटिको फुल चार्जमा। अघि त मैले सुनाइहालेँ। कम्पनी वारेन्टी 1,60,000 भने 8 वर्षसम्म तपाईको गाडी के गरी बिग्रिएमा कम्पनीले नै स्वयं बनाइदिने। नेपाली मार्केटमा सबभन्दा बढी सर्भिस नेटवर्क भएको एउटै मात्र कम्पनी जुन टाटा टियागो। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 23 मोडल गाडी 24 लाखमा। त्यसमा पनि केही पैसा घट्न मिल्ने, 50% सम्म फाइनान्स फ्यासिलिटी त छँदै नै छ। 2016 मोडलमा बनेको फ्रेन्च कम्पनी रेनल्टको डस्टर RX-Z यानी कि सबभन्दा टप अप्सनमा 1500 सीसी डिजल इन्जिन, 5 लिटर राम्रै माइलेज दिने, 209 mm को ग्राउन्ड क्लियरेन्स, सायद एसयुभी सेगमेन्टमा धेरै मध्ये धेरै ग्राउन्ड क्लियरेन्स भएको एउटै मात्र कार। अब तपाईले पाउनुहुन्छ मात्र मूल्य चाहिँ 23 लाखमा। 16 मोडलको गाडी 23 लाख। तपाई सुन्नमा अचम्म पर्नु भयो होला, अचम्म नपर्नुस्, 23 लाख ल्याउनुस्, यो गाडी तपाईको आफ्नो बनाएर लिएर जानु होला। 2020 मा बनेको टाटा नेक्सन XM जसमा दुईटा एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो, एसी। अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य चाहिँ 27 लाख। सुन्नुभयो? 50% सम्म फाइनान्स फ्यासिलिटी तपाईसँग भएको कुनै पनि गाडीसँग सट्टा पट्टा। अब तपाईले पाउने मूल्य पनि थाहा पाइहाल्नु भयो। एकदमै राम्रो ग्राउन्ड क्लियरेन्स, जस्तो कि अफरोडमा पनि आरामदायक यात्रा गर्न सकिने मजाको कम्प्याक्ट क्रसओभर एसयुभी। अब चढ्ने पालो कसको? तपाईको। अझ राम्रो गाडी छ हेर्नुस् त यहाँ 2020 मा बनेको सोनेट जीटी लाइन भन्ने बित्तिकै सबभन्दा टप, जसमा 6 वटा एयरब्याग्स, पावर स्टियरिङ, पावर विन्डो, क्रुज कन्ट्रोल, माथि सनरुफ, पुश स्टार्ट, 17 इन्चको अलोविल देखि सबै कुराले लोडेड, 1500 सीसी डिजल टर्बो इन्जिन। अब तपाईले पाउने मूल्य चाहिँ मात्र 40 लाख। त्यसमा पनि थोरै पैसा घट्न सकिने। अर्को गाडी छ हामीसँग तपाईको लागि अति नै राम्रो र सस्तोमा 2019 मा बनेको किया स्पोर्टेज 2000 सीसी पेट्रोल इन्जिन, 5 लिटर राम्रै माइलेज दिने, हजुरको टच स्क्रिन, ब्याक क्यामेरा, पावर स्टियरिङ, पावर विन्डो, एसी देखि सबै कुराहरुले लोडेड। अगाडिको सिट चाहिँ तातो पनि गर्न मिल्ने। प्राइस सुनिसक्नु भएको छ जम्मा
46 लाख। 2023 मा बनेको टाटा नेक्सन एल्युएक्स डार्क एडिक्सन EV जसमा 30.2 किलोवाट को ब्याट्री 100 किलोवाट को मोटर 160 को फुल चार्जमा 350 रेन्ज दिने भने पनि 250 आरामसँग दिने बकेट फिटिङ कम्पनी लेदर सिट देखि लिएर सम्पूर्ण कुराले लोडेड यो गाडी अब तपाईले पाउन दिनुहुन्छ मात्र मूल्य चाहिँ 33 लाखमा। त्यसमा पनि 50% सम्म फाइनान्स फेसिलिटी तपाईसँग भएको कुनै पनि गाडीसँग सट्टापट्टा त छँदैछ भने 205 mm ग्राउन्ड क्लियरेन्स एकदमै धेरै भन्दा धेरै जुन टाटा नेक्सन। अब तपाईले जसोसुकै अफरोड पनि या राम्रो रोडमा पनि चढेर अनुभव लिने पालो कसको तपाईको नै। टाटा मात्रै नभइकन तपाईको होन्डा या अरु कुनै पनि गाडी छानी एउटै छाना मुनि आउनु पनि ठाउँ यहाँलाई थाहा छँदैछ। बल्खु भन्नेबित्तिकै कलंकी र सानेपाको बिचमा यता सँगै बनारस कलेज भने यतापट्टि एमाले पार्टी कार्यालय पनि मेन रिङ रोडको ट्र्याकमा भएको हुन्छ। त्यस्तो गाह्रो छैन। तपाईले हामीलाई हजुरको फ्री टाइममा कल गराउन सक्नुहुन्छ। हाम्रो सेवा यहाँको लागि बिहान 7 बजेदेखि बेलुका 9 बजेसम्म शनिबार तथा अन्य बिदाको दिनमा पनि खुल्ला रहने हुँदा तपाईले अफिस टाइममै भनेर कुर्नु पर्दैन। त्यसैले अब कुनै पनि टाइममा हजुरलाई मन परेको गाडी छानी लाने पालो कसको तपाईको।